सम्पूर्णमा नमस्कार। आज मैले यो दोस्रो भिडियो लिएर आएको छु। दोस्रो भिडियोमा आज मैले तपाईलाई प्रतिलिपि नागरिकता कसरी लिने भन्ने जानकारी दिनेछु। सर्वप्रथम त तपाईको नागरिकता हरायो या चेतियो भयो भने तपाईको फोटोकपी छ भने फोटोकपी सहित वडा जति फोटो लिएर तपाई वडा कार्यालयमा जानुहुनेछ र वडा अध्यक्षबाट अनुसूची फारम भरेर सिफारिस गरेर जिल्ला प्रशासन कार्यालय जानुहुनेछ। यदि तपाई विवाहका कारण प्रतिलिपि नागरिकता लिँदै हुनुहुन्छ भने विवाह दर्ता प्रमाणपत्र, पतिको नागरिकता, यदि पति हुनुहुन्न शनाखत गर्ने हुनुहुन्न भने तपाईको चाहिँ ससुरा, सासू, जेठाजु जो जानुहुन्छ उहाँको चाहिँ नागरिकता उहाँलाई सँगै लिएर जानुपर्ने हुन्छ। बसाइसराई कारण प्रतिलिपि दिए हुन्छ भने बसाइसराई प्रमाणपत्र चाहिन्छ। सम्बन्ध विच्छेदका कारण हो भने अदालतबाट सम्बन्ध विच्छेद, वडा कार्यालयमा दर्ता गरेको प्रमाणपत्र, त्यसपछि तपाईको चाहिँ शनाखत गर्ने मान्छे सँगै लिएर वडा अध्यक्षबाट सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय गएर प्रतिलिपि नागरिकता लिन सक्नुहुनेछ। हस्, थ्यांक यू।